नमस्कार, म आइक्यू प्रशिक्षक लालबाबु यादव। यहाँहरूलाई हिजो जस्तै मैले ऱ्याङ्किङ अर्डरबाट सेकेन्ड पार्ट लिएर उपस्थित भइसकेको छु। यहाँहरूले हिजो हामीले 1, 2, 3 लगभग 3 टाइपको क्वेसनहरू 3 प्याटर्नमा हामीले प्र्याक्टिस गराएको थियो। आज हामीले चौथो नम्बरमा नयाँ अलिकति थोरै नयाँ प्याटर्नमा हामीले लिएर आइसकेका छौँ। यहाँहरूले पनि कपी पेन लिएर बसेर सकेसम्म सहयोग गरिदिनु होला। अब हामीले प्रश्नतिर लाग्यौँ। प्रश्न 4 नम्बरको एकपल्ट सोधिसकेको पनि छ। विवेक प्रश्न रहेको छ, मनोज विद्यालयको वार्षिक परीक्षामा पास हुने विद्यार्थी मध्ये सुरुबाट कति स्थानमा छ? 16औं स्थान। सुरुबाट 16औं स्थान र अन्त्यबाट सेम त्यही व्यक्ति। यहाँ हामीले फरक व्यक्ति छ कि सेम व्यक्ति छ, सेम पर्सन कि डिफ्रेन्ट पर्सन छ, त्यो हामीले थाहा पाउनुपर्ने हुन्छ। र उक्त परीक्षामा यो मनोज भन्ने दिने व्यक्ति परीक्षामा 6 जना चाहिँ सामेलै भएन, इन्क्लुडै भएन र 5 जना विद्यार्थी के भयो त? फेल भयो भने क्लासमा जम्मा कतिजना विद्यार्थी रहेका छन् भनेपछि हामीले यसो विचार गर्दाखेरि सोलुसन हेरौँ हैन। यसो विचार गर्दाखेरि हामीले अब यसमा हामीले के लाग्छ कि अब फेल भएको विद्यार्थी र सामेल नभएको विद्यार्थी घटाउनु पर्छ त? यस्तो होइन, किनभने त्यो हामीले पास हुने विद्यार्थी हैन, त्यो क्लासमा कतिजना विद्यार्थी रहेका थिए भनेर प्रश्न सोधिरहेको छ। हामीले यहाँनिर झुकिनु भएन। त्यसो भए हामीले यसलाई कसरी हामीले के अरे सोल्भ गर्न सक्छौँ त? मनोज भन्ने व्यक्ति कतिमा थियो त? अब यस्तै हामी एउटा ठ्याक्कै एउटा क्लास जस्तो बनाउँ न ल। ठिक छ, यो क्लासै भयो हैन। अब यो क्लासमा सुरुमा 16 स्थानमा थियो हैन। त्यसपछि अन्तिमबाट सेम व्यक्ति कति स्थानमा थियो त? 29 स्थानमा। सेम व्यक्ति लेफ्टबाट पनि काउन्ट गरिरहेछ, राइटबाट काउन्ट गरिरहेछ भने दुईटैलाई जोडेर हामीले कति गर्नुपर्छ त? -1 हैन। यो व्यक्तिको पोजिसन आउँछ अनि प्लस अब 6 जना विद्यार्थी सामेल भएन तर 6 जना क्लासमा भएको विद्यार्थी सामेल भएन भनेपछि 6 पनि के गर्नु पर्यो? हामीले एड गर्नु पर्यो प्लस र 5 जना विद्यार्थी फेल भएको रहेछ भने 5 जना विद्यार्थी त्यही क्लासको त फेल भएको रहेछ, माइनस गर्नै मिलेन। त्यही विद्यार्थी त्यही क्लासमा जम्मा कतिजना विद्यार्थी थियो भनेर सोधिरहेछ भनेपछि हामीले यहाँनिर 5 पनि यहाँ एड गर्नुपर्ने हुन्छ भनेपछि 6 + 5 कति भयो त? 11। 11बाट 1 घट्दाखेरि 10 हैन। अब 29 र 10 कति भयो त? 39 र 39 + 16 39 + 16 गर्दाखेरि कति हुन्छ? 9 15 5 7 1 3 1 4 1 5 भनेपछि उक्त क्लासमा जम्मा कतिजना विद्यार्थी थिए त? 55 जना। हामीले रिकल गरौँ सर। पहिला सुरुमा मनोजको स्थान लेफ्टबाट राइटबाट यति थियो, सेम पर्सन हुँदाखेरि हामीले माइनस गर्नुपर्छ, यो कुरा बुझ्यो। त्यसपछि 6 जना पर्सन सामेल भयो र 5 जना विद्यार्थी के भएको रहेछ त? फेल भएको रहेछ। त्यही भएर हामीले त्यही क्लासको विद्यार्थी भएर हामीले के गर्नुपर्ने हुन्छ त? प्लस गर्नुपर्ने हुन्छ। गर्दा गर्दै हामीले टोटल गर्दाखेरि कति भयो त? 55 जना भनेपछि उक्त कक्षामा जम्मा कतिजना लागेको थियो त? उक्त क्लासमा जम्मा कतिजना लागेको थियो त? 55 जना। हाम्रो ए नै राइट एन्सर हो। अब हामीले नेक्स्ट क्वेसन हैन, क्वेसन नम्बर 5 तिर हामी अब लाग्यौँ। अब त्यस्तै हामीले प्रश्न नम्बर 2 मा प्रश्न नम्बर दोस्रो आजको लागि दोस्रो र सुरुदेखि गर्दाखेरि 5औं नम्बर प्रश्न हैन। हामीले आज 5औं नम्बर प्रश्नमा छौँ। हामीले सेकेन्ड टाइपको प्रश्नहरूमा हामी छौँ। यस्तो प्रश्नहरू लोकसेवाले कतिपटक सोधिसकेको छ र शिक्षक सेवातिर लगायत जुनसुकै कम्पिटिटिभ इक्जामहरूमा यस्ता प्रश्नहरू सोध्ने गरेको हुन्छ। त्यही भएर यहाँले एकदमै ध्यान दिनु होला। अब हामीले प्रश्नतिर लागौँ। मनोज र राम, यहाँनिर 2 जना व्यक्तिको कुरा गर्दैछ। मनोज र राम भन्ने व्यक्ति, मनोज र राम कक्षामा सुरुबाट 7औं र 11औं स्थानमा पर्दछ। मनोज र राम भन्ने व्यक्ति एउटा क्लासमा छन्, तिनीहरू 7औं स्थान र 11औं स्थानमा पर्दछ। जम्मा विद्यार्थी 31 जना रहेको छ उक्त क्लासमा। अब हामीले यो लाइनबाट सजिलो हुन्छ, यसलाई यसरी हामी लाइनबाट बुझौँ। मान्नु अब यसमा लाइनमा जम्मा विद्यार्थी यहाँदेखि यहाँसम्म कति छन् त? 31 जना रहेको छन्। यो 31 जना मध्ये मनोज र राम पनि त्यसै 31 जनामा पर्ने गर्छन्, पढिरहेछन् मनोज र राम हैन। अब मनोज चाहिँ सुरुबाट 7औं
1 2 3 4 5 6 र 7 भनेपछि यहाँ को परिरहेछ त मनोज भनेपछि सुरुबाट 7औं स्थान। त्यस्तै अर्को राम भन्ने व्यक्तिले 8 9 10 11औं स्थानमा परिरहेछ हैन। राम भन्ने व्यक्तिले कति स्थानमा छ 11औं स्थान। अब जम्मा विद्यार्थी 31 छन्। उनीहरूको स्थान अन्तिमबाट सुरुबाट दिइसकेको छ निकाल्न हामीले के भनेको छ त अन्तिमबाट कति कति मनोजको स्थान र रामको स्थान हुन्छन् भनेर हामीले पत्ता लगाउन भनिरहेछ। अब हामीले के फर्मुलासम्म जानिरहेछ त यदि एउटै व्यक्ति दुईतिर जोड्दाखेरि दुईतिर काउन्ट गर्दाखेरि दोहोरियो भने त्यस्तो अवस्थामा के हुन्छ त माइनस गर्नुपर्छ। कन्सेप्ट एकजना व्यक्तिको पहिला लगाउनु फेरि दोस्रो व्यक्तिको पनि दोस्रो पटक लगाउँदाखेरि ठ्याक्कै एन्सर आउँछ। अब हामीले टोटलको फर्मुला के जानिरहेछ त l + r - 1। अब टोटल विद्यार्थी कति छन् त 31। अब l भनेको कति त मनोजको केसमा हेर्ने हो भने मनोजको केसमा हैन मनोजको केसमा 7 + r - 1 भनेपछि 31। अब 1 लाई यता ल्याउँदाखेरि कति हुन्छ त 7 + r। अब 32 32 - 7 = कति हुन्छ त r भनेपछि r को मान कति भयो त 12 बाट 7 गयो भनेपछि 25 भयो। अब सेम यतापट्टि अब यो रामको केसमा हैन रामको केसमा t = l + r - 1। यो रामको केसमा यो त टोटल त सेम भइहाल्यो। अब लेफ्ट यिनीहरुको रामको केसमा कति छन् त 11 + r - 1 भनेपछि 31 + 32 - 11 = r। 2 बाट 1 जोड्दा 1 अनि 3 बाट 1 जोड्दाखेरि के त 21 हैन। भनेपछि यिनीहरुको कति स्थान त हैन मनोजको स्थान 25औं एन्ड रमेशको स्थान अन्तिमबाट कति त 21औं रहेको छन्। अब हामीले 6औं नम्बरको प्रश्न हैन अब हामी 6औं नम्बरको प्रश्नतिर लाग्यौं। अब हामी आज क्वेशन नम्बर 6 मा एकदमै न्यू प्याटर्न न्यू कन्सेप्ट र यो अलिकति कन्फ्युजन लगभग लोकसेवा शिक्षक सेवा लगायत कम्पिटिटिभ इक्जामहरुमा लगभग 5 पटक भन्दा धेरै सोधिसकेको प्रश्न मैले लिएर आएको छु। यो प्रश्न एकचोटि राम्रोसँग मैले अलिकति यहाँहरुलाई छोटो समयमा कसरी सोल्भ गर्ने पहिला कन्सेप्ट हामी यसको बुझौं हैन। त्यसपछि हामीले यसलाई कसरी छोटो भन्दा छोटो समयमा हामी सोल्भ गर्न सक्छौं हैन त्यतातिर हामी जोड दियौ। पहिला यसमा प्रश्नतिर हामी लागौं। कुनै कक्षामा जम्मा 60 जना विद्यार्थी रहेको छन्। कुनै कक्षामा जम्मा कति जना विद्यार्थी छन् त 60 जना विद्यार्थी रहेको छ। हामीले यति बुझौं जसमा केटीको संख्या केटाको भन्दा दोब्बर रहेको छ। कुनै क्लासमा 60 जना विद्यार्थी छन् तर उक्त क्लासमा केटाको संख्या र केटीको संख्या कति छन् भनेर छुट्याएको छैन। कन्डिसन के दिएको छ केटीको संख्या केटाको भन्दा दोब्बर छ रे। केटाको भन्दा दोब्बर छ। केटा जति छन् त्यसको ठ्याक्कै केटी के गर्छ त दोब्बर छ। केटी एउटा छ भने केटा एउटा छ भने केटी कति जना छ त 2 जना। केटा 2 जना छ भने केटी कति जना छन् त 4 जना भनेपछि ठ्याक्कै डबल भएको छ। यदि केटा 4 मान्ने हो भने केटीलाई हामी कति मान्नु पर्ने हुन्छ त 8। तर जम्मा विद्यार्थी कति दिइसकेको छ त 60। कमल कक्षामा 17औं स्थानमा रहेको छ। कमल भने एकजना केटा कति स्थानमा छन् त 17औं र्याङ्कमा परिरहेछ 17औं पोजिसनमा परिरहेछ। अब उ भन्दा अगाडि 9 जना केटी रहेको भए कमल पछाडिबाट जम्मा कति केटा रहेका छन्। अब प्रश्न फेरि एकचोटि म रिकल गर्छु। कुनै क्लासमा जम्मा 60 जना विद्यार्थीहरु रहेको छन् जसमा केटा र केटी रहेको छन् र केटा भन्दा केटी 2 गुणा दोब्बर रहेको छन् र कमल भन्ने व्यक्तिले अगाडिबाट पछाडी अब यहाँ पछाडीबाट सोधिरहेछ भनेपछि यो कमल कहाँबाट होला त अगाडिबाट। यो कुरा मेन चाहिँ हामीले बुझ्नु पर्ने हुन्छ। कमल पछाडीबाट कति परिरहेछ त त्यो हामीले निकाल्नु पर्ने हुन्छ। कमल अगाडिबाट कति स्थानमा छन् त 17औं स्थानमा छ। अब हामीले यसको डायग्रामबाट पहिला जाउँ। अब जम्मा छन् 60 जना हैन। यहाँदेखि यहाँसम्म कति जना छन् त 60 जना केटा र केटी छन्। तर यसमा अब हामीले
केटा र केटी हैन। अब केटा चाहिँ हामीले थाहा छैन, केटालाई हामीले x मान्दियौँ भनेपछि यो केटी कति हुन्छ त 2x। 2x र x गर्दा कति हुन्छ त 3x। 3x इक्वल टु कति भयो त 60 भनेपछि x को मान कति आयो त 20। अब 20 यसमा मल्टिप्लाई 2 * 20 गर्दाखेरि कति भयो त 40 भनेपछि केटी कति जना छन् त गर्ल्स कति जना छन् त 40। अनि केटा x को मान 20 आउँदाखेरि यो भनेको त 22 हो हैन, केटा हो भनेपछि त्यो लाइनमा केटाको संख्या 20 र केटीको संख्या कति छ त 40। अब हामीले निकाल्न के भनेको छ त केटाको संख्या मात्रै सोधिरहेछ, हामीले केटीतिर हेर्ने भएन। अब हामीले यसमा कमन कक्षामा कति स्थानमा छ त 17। अब 1 2 3 4 5 6 7 8 9 गर्दा गर्दै कति त 17 स्थानमा कमल भन्ने व्यक्ति सुरुबाट 17 स्थानमा। उ भन्दा अगाडि 9 जना केटी छन्, तर 17 जना बाहेक यता कति जना छ त 1 2 3 4 5 6 7 8 9 जना चाहिँ केटी छन् भनेपछि यहाँ बीचमा कति जना केटा हुनुपर्छ त यो 9 9 7 16 हैन भनेपछि 7 जना के हुनुपर्छ त केटा। किन हुनुपर्छ भने यता यो प्रश्नै भनिरहेछ कि यो भन्दा अगाडि 9 जना मात्रै के रहेछ त केटी भनेपछि 7 जना के छन् त केटा। अब 7 जना केटा यो भयो अनि 1 जना यो कमल हुने व्यक्ति भनेपछि 7 + 1 भनेपछि के भयो त केटा कि केटी केटा भयो। 7 + 1 भनेपछि 8 भनेपछि 8 जना के भयो त केटा भयो। तर जम्मा केटा कति छन् त जम्मा केटा त्यो लाइनमा कति छन् त 20 जना भनेपछि 8 जना केटा यता भइसकेपछि उता अन्तिमबाट पछाडीबाट कति जना केटा छन् त यतापट्टि भनेपछि 20 बाट 8 घटाइसकेपछि यहाँ कति हुन्छ त 12 जना के हुन्छ त केटा हुन्छन् यतापट्टि हैन भनेपछि 12 जना। यही नै हाम्रो राइट एन्सर हुन्छ। यहाँहरुलाई भिडियो मन परेमा लाइक कमेन्ट एन्ड सब्स्क्राइब गरिदिनु होला र हामीले यस्तै भिडियोहरु हामी भोलि पर्सि प्रत्येक दिन हामीले न्यू प्याटर्नमा यो र्याङ्किङ अर्डर हामी अहिले डिस्कस गर्दै छौं। यो कम्प्लिट भइसकेपछि हामी कम्पिटिटिभ एक्जामहरुमा सोधिने आईक्यू को टपिकहरु लिएर हामी यहाँहरु समक्ष यस्तै हामी डिस्कस गर्ने छौं। हस् त थ्यांक यू, आजलाई यति नै हस्।